नि त ठुलै म भिडियो सुत्छु यो यतिकै सो अफ हो मात्र हो ओ त जो अब हुन्छ लामो भइमा म्याटर यो विचार कुरा चाहिँ सो अफ हो उ यही सुत्छ उले भनेको मात्र ल दैट यो कियोको लागि हो क्या बिहा गरेर मान्छेमा कसम काम गर्ने कोठामा सुत्छ मेरो यहाँ बेड त छैन हैन हो सुत्छु म भन्न भन्छ नो फेरले हाने सोधे त्यो कुरालाई इग्नोर गर नो फेरले हान ल त्यो हानो किल हानो खाता खोल्यो केटा 0 मा चाहिँ इभेन्ट सकिने भएन बल्ल त खेल्न सुरु गरे हाम्रो केटाहरुले है रिकलतिर है केटा रिकलतिर खोज्दै छ है के हो चारवटा गाडीमा राम्रै हो टक्क ए फर्मेट एकचोटी सबैलाई बुझाइदिउँ न हन्स त्यहाँ सोध्दै छ च्याटमा हानेलाई भेडिला केटा साथीहरु फर्मेट चाहिँ म तपाईहरुलाई के बताइदियो भन्दा सबैभन्दा पहिला 30 पोइन्ट कसले ल्याउँछ अथवा 30 पोइन्ट जति जडा टिमले पनि कटाउँछन् नि त्यो मध्येमा जसले चिकन हान्नु टुर्नामेन्ट सक्यो त्यसले जित्यो भाले गोल कटाको नेक्स्ट गेम चाहिँ सबैभन्दा पहिला 30 पोइन्ट ल्याउनु पर्यो 30 पोइन्ट ल्याएपछि नेक्स्ट म्याचमा जसले चिकन हान्नु त्यसले गेम जित्यो भनेपछि भाले गोल पहिला 30 पोइन्ट ल्याऊ अनि भाले गोल हाम्रो केटाहरु त अति खेदायो त सुने कि क्या हो एउटा फिजिकल मात्रै भएर आटा आएको छ केटाहरुको हैन 4 जना खेदाउँदैछ उ मारिया 4 जनालाई खेदाका 4 जनै छन् भयो एकजना पछाडी बस्यो एकजना पछाडी बस्यो जा छिर 3 जना को पछाडी बस्ने ले 3 जना आयो है 3 जना चाहिँ जिगले रहेछ पछाडी आजो भाइ आजो ढल्ला यही छ ए एक थपेर यसको मुखमा नेट ला ढलो एउटा एउटालाई हान्यो हैन त ल ओए त्यसले बाउन्स हान्न मिल्छ र यहाँ मिल्दैन त्यसले त्यतै बाउन्स हान्छ उ आयो पुसान्न आयो ओए दियो है नसक्ने त हैन नि रिकलमा जा जिगल पुग्छ कि पुग्दैन भन्ने कुरा हो रिकलमा अगाडि पनि मान्छे हुन सक्छ पुग्छ हामी झरेको ठाउँमा जोन बाहिरै जाने हो नि रिकल हान्न त समस्या छैन नि लागेन है साथी 10000 लाई झ्याममा पुराम त यार 11000 जनाले हेर्दाखेरि के हो अब चाहिँ यो 3 जना पुसार्ने जिगल स्काई चाहिँ रिकलमा बस्ने हो आयो हिरोको इन्ट्री आयो अब झरेको मान्छेलाई देखाउनु नि झरेको मान्छेलाई हेर्नु नि अचम्म परेला होइन रिकल पो हाने यार अस्ति पिएमएनसीको क्वालिफायरको क्लिप पठाएर यो के हो यहाँ त इमर्जेन्सी पिकअप पनि छ अटो रिभाइभ पनि छ भन्दै मलाई दिइरा भने के हो यो भन्दै क्या मैले भने दादा तपाईँ खेल्ने क्लासिक नै हो क्या भनेर कोल केटाहरु त राइटबाट घुमेर माथि त्यो कोल र कसको पर्दै थियो स्काईले हान्यो भएन डन्की सबै हान्यो त हान्यो है पटेटो एक्लै रहेछ ओए निड आयो को छ यहाँ थर्ड पार्टी हान्दैछ कहाँबाट निडा पनि देखिएन हो मेहर कसम पिङकोटी सर म्यापमा हेर्न पिङकोटी छ धाम राइटमा ए राइटबाट हाने हैन एउटा 16 छ हौ A1 रहेछ निडा छ है 12 किल छ लामो यो वाइजी को पॉइंट 24 भइसक्यो नाइस लास्ट वन यो फाबियनलाई नै हामीले हाने हो हैन रे नफेले उठायो है 9 उठ्यो है जिगल ढल्यो लास्ट वन हैन SM9 को लास्ट वन हो कोही फिनिश नहो त्यति हो फिनिश भएर अनि म्याच जित्छ है हाने निड हानेछ हाम्रोतिरको बलर भइराछ ओए नफेल ढल्यो ओए 3 हान्यो 1v3 हान्दिसको त्यसले ला देखाउ न उता पनि रिभाइभ भइसक्यो एकजना रिभाइभ भयो त्यसको एचपी रिभाइभ भयो हैन तिनजना रिभाइभ भन्छ परेछ होला ओए परे रहेछ त्यो रहेछ नि त त्यसको एचपी कम छ के हिलिङ छैन जस्तो लाग्यो 4 जना रिभाइभ भयो ठीक छ अब गल्ती ए आम्बो तेरी माका यहाँ त कन्टेनर भित्र त बच्यो स्लिपीले खान्छ कि यार ओए बच्यो है आम्बो कति छ हाने होला नि जोन आयो अब यो कन्टेनर भित्र त अनि साथीहरु त सकिगयो त इधरले जित्यो यार ओए 30 पॉइंट इजी एउटालाई हान्यो सकाइले खायो ला जी यार राम्रो खेल्यो यार राम्रो खेल्यो जी बनायो नि 30 बनायो 10 किल आयो हाम्रो 14 पॉइंट आयो गेम कति आयो पॉइंट केटा हो 14 पॉइंट टपली पॉइंट आयो तर आउन चाहिँ फिनिश भएको छैन अनि त भन्ने ओ हेर त ओए ए किन रिभाइभ नहोस् हो अन्त स्क्वाडै पो अरे नक्का स्क्वाडै उही गएको फेरि ए लभली प्लेस
स्क्वाडै भएको हैन त के को लभली भन्नु हो दादा यार सब्स्क्राइब गर्नु यतिको गेमको लागि ओ अब किल उठाम बरु चिकन चाहिएन यार ओए जोन त फेरि रहिलो नि अर्को एउटा शिफ्ट ल अर्को एउटा ल मा एले चिकन हानु भनेर देखाएको होला जोन त फेरि लभली पायो त भाइजीले त अनि ओए के हो त अनि हेर्नै पाइदैन त ओए ल यसको रिलोड गएछ अनि यस्तो घरभित्र त बङ्गालीहरुलाई सकिँदैन नि झन्डा मुझे हानेछ बिटिआरले बे चार कुनामा बसेपछि त ए यो पो रहेछ काङ भनेको यसको नाम सतार अर्को प्लेयर पनि आयो है च्याटमा उ वाइजीलाई त मेरै नि हान्छ नि क्या अर्कोटा वाइजीलाई त हाने अरूलाई छोड्यो नि ल लभली ओए हान्ने बेलामा हानेर हुन्छ केटाहरूले यार दुई हान्छ के दुई भाइजीको अब त रिभाइभ हुँदैन होला नि सबको दुई छ त गयो ला सदन त्यही त छ प्लान ल ल्याम्बोर्गिनी चलाई जाने काका तिमीलाई पनि हान्यो ल अब कसलाई सपोर्ट गर्नु यहाँ मैले होरालाई मारेर खुसी हुनु भने होरालाई मार्दैन हो त किन खुसी हुन्छस् त्यही त भने म खुसी हुने भने हान होरा हान डिजेबीहरुलाई हान मा खाली गर किल उठा के डाउ अन्न मरेन छ त्यो भाइ नेट मोल्टो भान्दैछ त आफ्नै साथीले नाइ यस्तो खेल्छ हो अहिले त हेर न अगाडिको गेममा मलाई ठिकै छ अब आफ्नो टिम हार्नु भन्दा त आफ्नो टिम एलिमिनेट 40 पोइन्ट पुग्यो केटाहरु यहाँ आउँछ जस्तो छ गाइडे भाइ त नन बाहिर कसरी मर्दैछ हैदले त दामी खेल्दैछ त यार अन्स वाइडीले $100 दियो भने 1 महिना निदाउन सक्दैन 100% लेखेर राख्यो रे साथी यहाँ लाखौंको डिल आएन 30-35 दिन कट्दा त म चुपै छु त कहाँ $100 को लागि ननिदाउने हो के कुरा गरे हामीले पो हान्दिरा छम त हो हामीले हान्दिरा छ डीआरएस लाई त पुछ हान्नै पर्छ त हामीले त नि ठाउँै छैन त यता त ठाउँ छैन मंगाउन मिल्दै रहेछ यो केटाहरुले दामी मगाएछ यार मेन भनेको हैटेको फोटोमा चाहिँ फेरेन लभली दले जस्तो आछ यार फोटो चाहिँ बीएसपी ले फोटो त्यस्तै बनाउँछ हो बीएसपी को फोटो हेरे हैन त्यस्तै हुन्छ हो तिनीहरुको ट्याप्प फोटो सुट पछिको ओइ ढल्यो टिपी भाइ ढल्यो त 3v3 तले पिटाउ पछाडीको दुई जना आउनु पर्यो नि त सेम 9 लाई दिन्छ जस्तो छ यार उता ढल्यो है बीटीआर को नि ढल्यो एक जना हामीसँग जोनको एज छ हैन र एज त छ एज छ डीआरएस लाई त हान्नै पर्छ नि नत्र त नेडा उडेर पुग्दैन तिनीहरु गाडीमा ओइ गाडी कभर बन्दिरहेको हैटेकोले चाहिँ पुग्छ होला पुग्दैन त ए छोयो आर्को नि ढल्यो के दुईटा ढल्यो ल्या को बाकी भयो नो फियर र आन्छ नो फियर भाइले बच्चा अहिले त बच्चा खाल्टोमा गएर जिगाको तर धुलो है जग्गा पनि धुलो नेट पड्काए कभर बन्छ कि सबै ठाउँमा नेट पड्काउँदा कभर बन्छ एक पनि कुनै ठाउँमा ओए बीटीआर ढल्यो चन्दन साथीको दुश्मन हो दुईटै बीटीआर सक्यो 2v1 डेल्टा ला हान्यो स्काई फिनिश लास्ट वन रहेछ बीटीआर सक्यो ल साथी सेम 9 ले जित्यो भने तिमी खुल्क्यौ सेम 9 ले जितेन भने तिमी बच्यौ ओए डेल्टा भाइ कसरी हाम्रोले हानेको पड्का लास्ट म्यान हट दामी ओए डट एचपी पड्क्यो नेटले पड्किन्छ होला त्यो भाइ यो पड्क्यो यसले पड्क्यो क्या कुद्दै दिन्छ ल हिल चाहिँ के हुँदैन ल हिल नगरेको त्यो भाइले सुत्दिरा सञ्जनले $100 के रे होराले $100 बचाइदिन लाग्यो सञ्जनको 17 किल छ त हो केटा तर हेर साथी होराले जित्यो भने $100 होरा हार्यो भने $100 गयो तिम्रो अब कसलाई सपोर्ट गर्छौ अब हेर तिम्रो अब तिमी के भन्छौ कसलाई सपोर्ट गर्छौ भने सेम 9 के हो र ओइ गयो यहीसम्म खतरा हानेको रहेछ बसो गयो हेर त चिकन पिस भयो त भने हेर त देख्यौ त मैले भनेको हैन यहीसम्म खतरा हानेको रहेछ र मस्किदै आयो हैन गयो आइजिएल पछाडीबाट साच्चै लास्टमा हेर नि बसेन हौ लास्टमा हानेको भए पो बस्छ त मैले लाइक आने केटा लाइक आने यही उपलक्ष्यमा 16000 लाइक त पुरा सब्स्क्राइब गराएछ भने 93 पुग्या छैन हो अझै 17 किल हाने त हेर नि यो म्याचमा यत्रो किल हाने भएछ त पुराउनु पर्ने हो त यार हाम्रो केटाहरुले 130 जना त छ हाम्रो केटाहरुसँग कभर मगाउने केही छैन र आको केटाहरुलाई ओए रोपिएला ढाल्यो रेड भयो दुईटा ढाल्यो सेम 9 को दुईटा ढाल्यो लास्टमा लास्टमा
ओइ हान्यो कसले खायो हामीले खाएको बिस्किट किन हान्यो हामीले $100 पनि आयो हुराले पनि चिकन खायो यो भन्दा खुसी म कसरी हुन सक्छु ल ल ल हेर त एकै गेममा 30 पोइन्ट ल्याए यार म जितेन अब हामीले टुर्नामेन्ट मैले अघि नै भने हो मैले अघि नै पनि भने हो ठिकै छ भनेको तिमीले सुरुमा यसलाई दिनु हो पैसा यसले अति उयो ज्ञान गरिदियो हो पैसा ल सेकेन्ड आएछ त ल सेकेन्ड आएछ यार ल सडै ल मा होइन वाइजीले त उयो गर्छ यार डिजर्भ गर्छ यार मेजी फर्स्ट हुने आज 2K प्रोडक्सन गरेको अलिकति क्रेडिट त चाहियो नि मलाई पनि पाएँ नि त